सदस्यज्यू, माननीय सदस्यज्यूहरू, म भरतराज गौतम, सङ्घीय संसदको महासचिव, निर्वाचन आयोगबाट प्रतिनिधि सभा निर्वाचन 2079 को अन्तिम नतिजा प्रकाशित भएसँगै सो सम्बन्धी प्रतिवेदन सङ्घीय संसद सचिवालयमा प्राप्त भइसकेको ब्यौरा अनुरोध गर्दछु। सङ्घीय संसदको प्रतिनिधि सभाको सदस्य निर्वाचित हुनुभएकोमा सङ्घीय संसद सचिवालय परिवार र आफ्नो तर्फबाट माननीय सदस्यज्यूहरूलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु। साथै सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई यस शपथ ग्रहण कार्यक्रममा हार्दिक स्वागत गर्दछु। नेपालको संविधानको धारा 88 मा सङ्घीय संसदको प्रत्येक सदनको सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि सङ्घीय कानुन बमोजिम शपथ लिनुपर्ने व्यवस्था रहेको छ। सोही अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 को दफा 75 बमोजिम प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यज्यूहरूको लागि यो शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको बेहोरा अनुरोध गर्दछु। आजको शपथका लागि विद्यमान कानुन बमोजिम नेपाली भाषाको साथसाथै केही मान्य सदस्यले विभिन्न 14 वटा मातृभाषामा समेत शपथ लिने जानकारी सचिवालयलाई दिनुभएको छ। माननीय ज्येष्ठ सदस्यज्यू, माननीय सदस्यज्यूहरू, यो शपथ ग्रहण कार्यक्रम 2065 साल जेठ 15 गते पहिलो संविधान सभाका बैठकहरू सञ्चालन भएको यस भवनको बैठक कक्षमा हुन गइरहेको छ। 2070 सालको दोस्रो संविधान सभाका बैठकहरू समेत यही बैठक कक्षमा सञ्चालन भएका थिए। संविधान सभाबाट नेपालको संविधान निर्माण तथा 2072 असोज 3 गते नेपालको संविधानको घोषणा पनि यसै बैठक कक्षबाट भएको बेहोरा अनुरोध गर्दछु। नेपालको संविधान निर्माण भए पश्चात रूपान्तरित व्यवस्थापिका संसदको अधिवेशनहरू पनि यही भवनमा सञ्चालन भएको बेहोरा समेत जानकारी गराउन चाहन्छु। त्यसैगरी सङ्घीय संरचना अन्तर्गत 2074 को सङ्घीय संसद र पहिलो प्रतिनिधि सभाका अधिवेशनहरू पनि यसै भवनमा सञ्चालन भएका थिए। सङ्घीय संसदको नयाँ भवन निर्माणाधीन अवस्थामा रहेकोले थप केही समय यस प्रतिनिधि सभाको अधिवेशन एवं बैठकहरू समेत संविधान निर्माण, रूपान्तरित संसद, प्रथम सङ्घीय संसदको बैठक सञ्चालन भएको महत्त्वपूर्ण इतिहास भएको यसै भवनमा सञ्चालन हुने ब्यौरा समेत माननीय ज्येष्ठ सदस्य र माननीय सदस्यज्यूहरू समक्ष अनुरोध गर्दछु। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै संसदीय दलको कार्यालय र सङ्घीय संसद सचिवालय सिंहदरबारमा रहेको र रहने ब्यौरा समेत उल्लेख गर्न चाहन्छु। यस सम्मेलन केन्द्रको संक्षिप्त ऐतिहासिक संसदीय पृष्ठभूमिसहित अब म प्रतिनिधि सभाका माननीय ज्येष्ठ सदस्य पशुपति शमशेर जबराज्यूलाई प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यज्यूहरूलाई शपथ ग्रहण गराइदिन हुन हार्दिक अनुरोध गर्दछु। म मुलुक र जनता प्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु। ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा रहेको नेपालको संविधान प्रति पूर्ण वफादार रहँदै प्रतिनिधि सभाको सदस्य पदको कामकाज प्रचलित कानूनको अधीनमा
रही मुलुक र जनताको सोझो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी ईमानदारीको साथ गर्नेछु। शपथका लागि माननीय ज्येष्ठ सदस्यज्यूप्रति हार्दिक धन्यवाद र सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई पुनः बधाई व्यक्त गर्दछु। अब म माननीय सदस्यज्यूहरूलाई शपथ पत्रमा आफ्नो नामसहित हस्ताक्षर गरिदिन हुन अनुरोध गर्दछु। आफ्नो मातृभाषामा शपथ लिनुहुने माननीय सदस्यज्यूहरूले आफ्नो मातृभाषा र नेपाली भाषाका दुवै शपथ पत्रमा हस्ताक्षर गरिदिन हुन समेत आग्रह गर्दछु। सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई अब म सङ्घीय संसद नेपालको प्रतीक लोगो लगाउन हुन अनुरोध गर्दछु। माननीय सदस्यज्यूहरू आफ्नो शपथ पत्र आफू अगाडिको टेबल वा आफ्नो कुर्सीमा राखिदिन हुन अनुरोध गर्दछु। शपथ पत्रको सङ्कलन एवं अभिलेख सङ्घीय संसद सचिवालयमा रहनेछ। माननीय सदस्यज्यूहरू, आजको शपथ ग्रहण कार्यक्रम यही समापन हुन्छ। माननीय सदस्यज्यूहरू, प्रतिनिधि सभाका ज्येष्ठ सदस्यज्यूले यस भवनको प्राङ्गणमा आयोजना गर्नुभएको चियापान कार्यक्रममा शरीक भइदिन हुन सम्पूर्ण माननीयज्यूहरू एवं अतिथिज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद।